हेलो हेलो गाइस, म चाहिँ पालक पनिर बनाउँदैछु। पालक भुट्दैछु। हेर्नुहोस्, मलाई चाहिँ यस्तै बनाउनु हुन्छ। तपाईँले कस्तो बनाउनुहुन्छ र कम्ती फ्लेम राखेर मजाले हुन त्यसलाई बफाएको हो। अब चाहिँ मैले यसमा पनिर लगाइदिँदैछु गाइस। पनिर चाहिँ मैले फ्राई गरेर नुन पानीमा भिजाइरहेको थिएँ र अब यसरी लगाइदिन्छु। फ्राई राइससँग खानु लागि बनाएको। हेर्नुहोस् गाइस, कसरी बनाउनुहुन्छ मलाई चाहिँ त्यो थाहा छैन। मलाई जस्तो आयो मैले चाहिँ यसरी नै बनाएँ र कस्तो लाग्यो तपाईँहरूले प्लिज कमेन्ट गर्नु होला। अनि नानीको लागि त मैले के पकाएको छैन त।